What the hell guys, नयाँ भिडियो स्वागत छ। हाम्रो चाउरे भाइ छ। चाउरे हेलो एक मिनट अर्को हामी मार्का बिरा कहाँ हेर बिरा कहाँ हेर खै। A few moments later. हाम्रो आन्टीको फलफुल पसल जो आउन पनि सक्छ होला। हाम्रो अमराईको बस स्टपको ठ्याक्कै साइडमा कृषि ब्याङ्कको अगाडि हाम्रो छ यो सब्जी पसल। त्यही भएर काब्रा भन्ने मलाई थाहा उहाँ काब्रा यो हाम्रो काब्रा भन्ने हो गाइस। यो उसके भन्छन् अरे काब्रा भन्ने चटनी खाना अहिले अब एकछिनपछि बोल्छु। यो के को बुट अरे काब्रो हो कि के भन्छन् काब्रा हो कि के को बुटमा हो ट्याक्क अचार खानको लागि यो टिप्दै छौँ। हाम्रो मेन बाँदरिया चढ्दै हुनुहुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ छु, म चाहिँ यहाँ बसेर हेर्नुहोस् नसकेको कारणले यो पिरुत्तिरहेको छ बुटमा। पुग्न पर्छ टुप्पा बल्ल खतरा छ कि हो माथि छ बल्ल खतरा छ ठुल्ठुला। गाइज फाइनली रुखमा चढिसक्नु भयो। म नि आउनु पर्छ कि लाउनुहोस् त क्यामेरा छोप्नुहोस् त। भिडियो बनाएको के मेरो साथी आउँदैछ हेर्न सक्नुहुन्छ है। साथ में साथ तुम चले भाइ। फाइनल गाइस मैले एउटा उसलाई तपाईँलाई म पहिले नि एउटा भ्लगमा मेरो फर्स्ट भ्लग हो रुखबाट सुरु गरिरहेको छु। रुखबाट है यताबाट माथि चढ्ने ठाउँ रहेनछ होइन। त्यही भएर अब बिन्दास पारामा यस्तो यहाँ केटी हेर्दै बस्नुपर्छ अब। केटी खै भन्दा यहाँ आउँदै छैन केटा हामी जस्तो। ल क्यामेरा समात मोबाइल न खसाले मलाई मतलब भएन पक म अझै माथि जान्छु। गाइजहरू हामी चाहिँ टिप्न सुरु गरिसक्यौँ। ल हेर्न सक्नुहुन्छ खाली खुट्टाउन भन्ने लास्ट हो मेरो। गाइजहरू यहाँ अटिन सक्ने स्थितिमा छैन म किनकि बुटमा छु। हेलो सरकार गाइजहरू यहाँ हेलो ए हामीलाई ओर्ला त टिप्दिने हामीलाई आफूलाई त होइन। यहाँबाट खस्यो भने थाहा नि चरो भन्दा नि नराम्रो मरिन्छ केटा हो। आइएम सरी अङ्कल हामी ओर्लाको लागि टिपिदिएको त्यही पनि यहाँ जबरजस्ती कर लगाएर टिपिदियो। एक प्लास्टिक 50 रुपियाँ दिन्छु भनेर हजुर होइन चप्पल खोल्दैनौँ हामी माथि अझै युवा जोस छ। युवा जोस भनेको धेरै पावरफुल हो। सेम टु सेम यार हुन त अब एउटै पोल्ट्री पर्यो एउटै प्रजातिको पर्यो हामी। त्यही भएर हामी दुइटाले सकिने भएन। हेलो एकखेर हेर त चिम्सी ओए यता हेर त हजुर यो सब म यहाँ टिप्छु।
हेर्न सक्छ हाम्रो नमुना म चाहिँ तल झरिसकेँ भर्खरै झरेर अब म चाहिँ खै पोको चेत्यो थोइलो सबै चोपै चोप टी सर्टै भरि हेर्न सक्नुहुन्छ खतम भएको यहाँ त जिन्दगी हेर त टी सर्टको हालत त म आएकै चोद हालत यस्तो भयो यहाँनिर पुरै हाम्रो बन्दरिया उहाँ झर्दै हुनुहुन्छ हामी चाहिँ भर्खर आएर हात खुट्टा धोएर बसिसक्यौँ गाइस म चाहिँ बसिसकेँ त्यहाँ चाहिँ एउटा धुरै छ यता हेर्नु त अहिले चाहिँ धुरै छ मैले चाहिँ धोएर भ्याइसकेँ अब चाहिँ यति भन्दै हाम्रो सानो मिनी भ्लग फर्स्ट भ्लग यहीँनिर खतम हुन्छ त्यसको भ्लगको एन्ड चाहिँ मैले गरिदिन्छु हस्त ल कस्तो के कस्तो लाग्छ भनिदिनु होला कमेन्टमा ट्याक्क सेयर गरिदिनु राम्रो लाग्छ अनि सेयर गरिदिनुहोस् कमेन्ट गर्नुहोस् सुधार्न पर्ने कुराहरू केही छ भने भनिदिनु होला यति भन्दै मेरा 2-4 शब्दै टुङ्गाउँछु हस्त धन्यवाद